हामीहरूले कक्षा 9 को शिक्षा विषयको एकाइ एक शिक्षाको परिचय इन्ट्रोडक्सन टु एडुकेसन अन्तर्गत रहेका अभ्यास र प्रयोगात्मक क्रियाकलापमा रहेर छलफल गर्नेछौँ। यो भिडियो हेरिसकेपछि तपाईले यो एकाइ सम्बन्धी सबै जिज्ञासाहरू सल्भ गरेर सक्नुहुनेछ भन्ने आशा छ। यदि तपाईले हाम्रो यस युट्युब च्यानल मनबहादुर एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सँगै आउने बेल आइकनलाई थिच्नुहोला। सुरु गरौँ आजको क्लास। एकाइ एकको शिक्षाको परिचय अन्तर्गतको अभ्यासको प्रश्न नम्बर 1 मा भनेको छ, तलका भनाइ ठिक भए ठिक चिह्न र बेठिक भए बेठिक चिह्न लगाउनुहोस्। प्रश्न नम्बर क, बौद्ध दर्शन अनुसार व्यक्तिमा बुद्धि र ज्ञान अन्तर्निहित हुन्छ, ठिक। प्रश्न नम्बर ख, शिक्षाका व्यक्तिगत र सामाजिक उद्देश्यहरू हुन्छन्, ठिक। प्रश्न नम्बर ग, बौद्ध दर्शन अनुसार भ्रम र गलत धारणाले गर्दा आफ्नो क्षमताका बारेमा धेरै व्यक्तिलाई चेतना हुँदैन, ठिक। प्रश्न नम्बर ग, भागवत गीता अनुसार शिक्षाले विद्यार्थीको व्यक्तित्व विकास र परिवर्तन गर्छ, ठिक। प्रश्न नम्बर म, विद्यालयभित्र विद्यार्थीहरूले औपचारिक माध्यमबाट मात्र शिक्षा हासिल गर्छन्, बेठिक। प्रश्न नम्बर च, समाजमा बिस्तारै नवीन कार्य ज्ञान र सोच फैलाउँदै समाज परिवर्तन गर्दै लैजानु शिक्षाको तटस्थ कार्य हो, बेठिक। अब हेरौँ अभ्यासको प्रश्न नम्बर 2 लाई। प्रश्न नम्बर 2 मा भनेको छ, तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्। प्रश्न नम्बर क, शिक्षाको अर्थ के हो? उत्तर, शिक्षाले व्यक्तिको ज्ञान, सिप र दृष्टिकोणको विकास गराउँछ र उसलाई समाजमा उत्तरदायी सदस्य बनाउँछ। प्रश्न नम्बर ख, शिक्षाका उद्देश्यहरू के हुन्? उत्तर, शिक्षाका उद्देश्यहरूमा व्यक्तिको सर्वाङ्गीण विकास, समाजको सुधार र नैतिकताको विकास पर्दछन्। प्रश्न नम्बर ग, शिक्षाका कार्यहरू कस्ता कस्ता हुन्छन्? उत्तर, शिक्षाका कार्यहरूमा ज्ञानको विकास, सामाजिकता, नैतिकता र व्यक्तित्वको विकास हुन्छ। प्रश्न नम्बर ग, शिक्षा कुन कुन माध्यमबाट प्राप्त गर्न सकिन्छ? उत्तर, शिक्षा औपचारिक, अनौपचारिक र गैर औपचारिक माध्यमहरूबाट प्राप्त गर्न सकिन्छ। अब हेरौँ प्रश्न नम्बर 3। प्रश्न नम्बर 3 मा भनेको छ, तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्। प्रश्न नम्बर क, शिक्षाका कतिवटा कार्यहरू हुन्छन्? ती कार्यहरू कस्ता कस्ता हुन्छन्? उत्तर, शिक्षाका 3 प्रमुख कार्यहरू छन्। 1. व्यक्तिगत विकास, यसले व्यक्तिमा ज्ञान, सिप र नैतिकताको विकास गर्छ। 2. सामाजिक विकास, शिक्षाले व्यक्तिलाई सामाजिक उत्तरदायित्व बुझाउँछ र समाजमा सहयोग, सद्भाव र विकासको भावना जागृत गराउँछ। 3. आर्थिक विकास, शिक्षाले व्यक्तिलाई व्यावसायिक सिप र ज्ञान प्रदान गर्छ, जसले आर्थिक विकासलाई टेवा पुर्याउँछ। प्रश्न नम्बर ख, शिक्षाको सामाजिक कार्यको व्याख्या गर्नुहोस्। उत्तर, शिक्षाको सामाजिक कार्य भनेको समाजलाई नैतिकता, अनुशासन र सहयोगको भावना प्रदान गर्नु हो। शिक्षाले समाजमा विद्यमान विकृतिहरूलाई हटाएर नयाँ र वैज्ञानिक दृष्टिकोण अपनाउन प्रेरित गर्छ। यसले सामाजिक न्याय र समानताको विकास पनि गर्छ। प्रश्न नम्बर ग, शिक्षाले दीर्घकालीन गुण पत्ता लगाउन मद्दत गर्छ, जसले गर्दा हामीहरू खाली सूत्रमा झुन्डिने वा नारा रट्ने मात्र गर्ने छैनौँ भन्ने भनाइले के बुझाउँछ? उदाहरणसहित व्याख्या गर्नुहोस्। उत्तर, यस भनाइले बुझाउँछ कि शिक्षा केवल रटानको लागि मात्र होइन, बरु त्यसले व्यवहारिक ज्ञान र सिप सिकाउन मद्दत गर्छ। उदाहरणका लागि, हामीले गणितको सूत्र रटेर मात्र होइन, त्यसलाई व्यवहारिक समस्याहरू समाधान गर्न प्रयोग गर्न सिक्नुपर्छ। प्रश्न नम्बर ग, शिक्षाले व्यक्तिगत तहमा के काम गर्दछ? उदाहरणसहित व्याख्या गर्नुहोस्। उत्तर, शिक्षाले व्यक्तिको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्छ। यसले ज्ञानको विकास, सोचाइको सुधार र व्यवहारमा परिवर्तन ल्याउँछ। उदाहरणका लागि, शिक्षा प्राप्त व्यक्तिले आफ्ना निर्णयहरूलाई तार्किक आधारमा लिन्छ र समस्याहरूलाई सहज रूपमा समाधान गर्छ। प्रश्न नम्बर 1, तपाईको जीवनमा शिक्षाले के महत्त्व राख्दछ, किन? उदाहरणसहित व्याख्या गर्नुहोस्। उत्तर, मेरो जीवनमा शिक्षाले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले मलाई सही र गलत छुट्याउने क्षमता दिएको छ, साथै सृजनशीलता र जिम्मेवारीको भावना विकास गरेको छ। उदाहरणका लागि, म विद्यालयमा सिकेका ज्ञान र सिपहरूलाई दैनिक जीवनमा व्यावहारिक रूपमा प्रयोग गर्न सक्षम छु। प्रश्न नम्बर 4, शिक्षाका विभिन्न माध्यमहरूको महत्त्व व्याख्या गर्नुहोस्।
तपाईले के ज्ञान तथा सिप कुन माध्यमबाट सिक्नुभयो उल्लेख गर्नुहोस्। उत्तर शिक्षाका औपचारिक, अनौपचारिक र गैर औपचारिक माध्यमहरू सबै महत्त्वपूर्ण छन्। मैले औपचारिक रूपमा विद्यालयबाट शिक्षा प्राप्त गरिरहेको छु भने अनौपचारिक रूपमा समाजबाट र इन्टरनेटबाट पनि विभिन्न सिपहरू सिकिरहेको छु। जस्तै इन्टरनेटबाट मैले कम्प्युटर सञ्चालन र विभिन्न